हेलो गाइस, वेलकम टु ब्याक माई च्यानल। आज चाहिँ म यहाँ बलथली आइछु होइन। यहाँ चाहिँ मेरो मम्मी हुन्छ। हाई गर्नु मै। हाई छोरा। हेर्नु त्यहाँको चाहिँ पुल भएको छ। मैले तपाईँलाई देखाउँछु। अहिले यहाँ बढ्दै हुँदैन है। यस्तो गाह्रो ठाउँ छ यहाँ। अब यहाँ चाहिँ बस्नु हो। यस्तो दामी पुल छ। उयो पुल छ, झुरुङ्गे पुल छ। यहाँ मम्मी चाहिँ हाई गर्नु हुँदैछ। म उहाँबाट कस्तो ब्ल्याङ्गलबाट हो कि चिप्ली खेल्नु त मम्मी। मसँग भएको एउटै आत्मा मम्मी अब मम्मी गाडीहरू चाहिँ कहाँबाट आउँछ होला है? बोल्न हुन्न यहाँ गाडीहरू चाहिँ कहाँबाट आउँछ? उयो पुल भन्नु ल। बनाइसकेको छ कि पुल बनाइसकेको छ। बनाइसक्यो? कहिले बनाएछ? अस्ति नै बनाएको। हेर पेन्ट कस्तो सफा भएको। अहिले त लडियो नि त। ब्रेकै लाएन। यहाँबाट बाइक ल्याएर छ। ऊ झरना हेर्ने हो। यी झरना हेर्नु। म झरना हेर्नु त। झरना मरना ओइ ओइ ओइ। म बनाएको छैन पुलै बनाएन। खोइ यहीँबाट आएर चाहिँ क्यारे अस्ति हेर्नु पुल भएर भन्नु। यो चाहिँ झुरुङ्गे पुल आयो है। हेर्नुहोस् त्यहाँ पुल भाँचेको। आज पुलै छैन नि। पुलको आडी पुगेको छु म। त्यहाँबाट मान्छे नै हिँड्न पाउनु। झन् त्यहाँ बाढी आएको बेला त्यो घर कसरी बचेछ है? मम्मी यस्तो ठाउँमा खेत छ ल हेर्नु न। यस्तो ठाउँमा खेत छ ल। थ्री टू वन को हेर्नु। यो अलिकति पुलले गरेर हाले। हेर्नु त्यहाँ हेर्नु। यो जङ्गल हो कि पुरा। आज 2082 साल है। 82 साल आज 27 गते शनिबारको दिन आज चाहिँ हामी बलथली आइछौँ है। अनि हामी चाहिँ पुल तर्यौँ भर्खर। मम्मी आउँदै हुनुहुन्छ। उताको पुल चाहिँ भाँचेको छ कि होइन नि। मैले तपाईँलाई देखाइसकेँ। ऊ हेर्नु त ऊ
आधी पुल होइन छिराउनु मम्मी छिराउनु न मम्मी लास्टै गर्मे मम्मी पर मम्मी सुहाई सुहाई घर जाउँ अनि जाँदाखेरि एउटा बरफमा हाल्दा अचानक